रवि चाहिँ क्लिन छ। रविको चाहिँ के भन्दा यो प्रतिशोधात्मक रूपमा अब रवि बाहिर निस्क्यो भने त सिद्धि हो। अब रविले चाहिँ नि डामाडोल पारिहाल्छ। हेर्नुहोस् खोजेको त बालनलाई थिए, बालनले चाहिँ म प्रधानमन्त्री बन्दिनँ भन्नुभयो, अर्कजी आउनुभयो, उहाँले पाउनु भएन भने अबको विकल्प यो देशलाई ड्यासिङ पुसिङ सहित 24 घण्टामा काया पलट गर्ने क्षमता राख्ने रवि लामिछाने बाहेक त विकल्प अन्य युवाहरू देखिएन। अहिले सामाजिक सञ्जालमा छ नि डीएसपी साहब, सामाजिक सञ्जालमा यस्तो ट्रेन्ड आयो कि अब रवि लामिछानेलाई नखुबाट झिकिएर गृहमन्त्री दिन पर्यो। रवि भए भयो अहिले 12 जना भन्दा बेसी जेल पस्नु। रवि यो देशको चाहिँ के भन्दा गहना पनि हो, यो देशको चाहिँ भविष्य पनि हो। तर फर्स्ट अफ अल रविको फाइल खोलेर क्लिन चिट वा कारबाही वा चाहिँ प्रमाण अगाडि गरेर अगाडि बढाएर उसलाई क्लिन चिट वा चाहिँ दोषी छ भने प्रमाणसहित सार्वजनिक गर्न यो सरकारलाई कसले रोकेको छ? यो रवि चाहिन्छ यो देशलाई बनाउन। यो 100% छैन छ त 24 घण्टामा वार पार गर्ने क्षमता राख्ने एउटा सामर्थ्यवान आटिलो दरो नेपाली राजनीतिलाई बुझेको थिचोमिचो पाएको भनौँ त अब 753 चाहिँ के भन्दा निर्वाचन क्षेत्रमा घुमेको देश विदेश चाहिँ चारेको दुई पटक प्रधान गृहमन्त्री भएको 25 वटा चाहिँ फाइल खोल्दा फेरि कम्तीमा 60-70% नेताहरू जेलमा जाने अवस्था भएको है। अहिले बुझ्नुहोस् के सुशीला कार्कीलाई चाहिँ देशको प्रधानमन्त्री बनाउन आन्दोलनमा हो हैन, ओम प्रकाश अर्याललाई गृहमन्त्री बनाउन आन्दोलन भयो हैन, अरू को कति गए उनलाई जनमत छ, उनले जनमत त भोटिङ गरेका हुन् हैन, के को लागि यिनलाई चाहिँ पटक मन्त्री बनाइयो त? यो अर्थमा बनाइयो ल ठिक छ। तपाईहरुले युवाको चाहिँ आवाज अहिलेको आवश्यकता मुलुकको सुरक्षा विदेशीको चलखेललाई रोकेर देशमा सुशासन दण्डहीनताको अन्त्य भ्रष्टाचारलाई निर्मम भएर कारबाही गर्नको लागि जन्मदाखेरि कर, मर्दाखेरि कर, मृत्यु दर्ता प्रमाणपत्र कर हैन, बिहा दर्ता कर हैन भने यावत कुरामा करको भारी बोकाएर विश्वकै के भन्दा अत्यन्त गरिब र भ्रष्टाचारीले चलाएको देश भनेर चाहिँ यो देशलाई बदनाम गर्ने यी अपराधीहरूलाई किन छुट भयो? किन कारबाही गर्न सक्दैन? अब चाहिँ देश दौरा गरेर 77 जिल्लामा हिँड्यो भने त हाय रवि भएर यिनको त मुटु गल्लिन्छ, यिनको नाम निशान समाप्त हुन्छ। चुनाव भइ नै हाल्यो भने यसले जनमतै जफत हुन्छ। यो त रविको क्रेज भने त जोक छैन नि। नेसनल इन्टरनेसनलमा आज विश्वकै इतिहासमा 6 महिनामा चाहिँ तपाईको 21 सीट ल्याउने 11 लाखले जेएनजी नपुग्दा पनि न उ 75 जिल्ला घुमेका छन् न 77 जिल्ला घुमेका छन्। 11 लाख जनाले त रविले सिधा कुरा जनतासँग हेर्नुस् त आज यो देशलाई चेतना कसले दियो? यो युवा क्रान्तिको चाहिँ बीजारोपण कसले गर्यो? रविले गरेका हुन्। त्यो त भनौँ यो देशका भ्रष्टाचारी दुराचारी अन्याय अत्याचारीको विरुद्धमा चाहिँ खुलेर चाहिँ एउटा भनौँ टेलिभिजन बसबाट चाहिँ जनतालाई सुसूचित गरायो। आज चाहिँ जेएनजी पुस्तालाई जागरुक र उत्साहित गर्नेमा चाहिँ योगदान त रविको के छैन भन्न मिल्छ? रविले नै गरेका हुन्। त्यो उनीहरूले के